साथीहरु नमस्ते एन्ड वेलकम माई न्यू भिडियो। आज चाहिँ दिदीको बर्थडे थियो। हामी चाहिँ सबैजना बर्थडेमा गएको थियौँ। बर्थडेमा चाहिँ उहाँले मासु पकाउँदै हुनुहुन्थ्यो। उहाँ चाहिँ दिदी हुनुहुन्छ बर्थडे गर्ल। अरू चाहिँ सबैजना थियौँ, सबैजनाले हेल्प गर्दै थियौँ। उहाँ चाहिँ बोई हुनुहुन्छ, ऊ चाहिँ म भए। अनि दिदीहरूले फेरि टमाटरहरू सबै काट्दै हुनुहुन्थ्यो। बर्थडे गर्लले चाहिँ मासु पकाउँदै हुनुहुन्थ्यो। अनि उतातिर हेरेको यस्तो इन्जोय गरिरहेको थियो उतातिर पनि। अनि ऊ चाहिँ बाबु बर्थडे गर्लको छोरा हो। हामीहरू चाहिँ सबैजना मिलेर पकाउँदै थियौँ। बर्थडेको लागि खानेकुराहरू रेडी पार्दै थियौँ। त्यस्तो साह्रो भिडियो बनाउन नआए पनि सबैलाई इन्जोय होस्, हामी पनि इन्जोय पछि हेरेर इन्जोय हुन्छ भनेर सानोतिनो भिडियो बनाएर हालेको। सबैजना हेर्नु होला, इन्जोय गर्नु होला। के छ कस्तो छ कमेन्ट गर्नु होला। ऊ चाहिँ मेरो बाबु हो। अरू फेरि अरूजना पनि आउनुभयो अटोमा, सामानहरू पनि ल्याउनु भएको थियो। अरू छुट्याएका मान्छेहरू पनि आउनुभयो। त्यो दिदीको छोरा गयो फेरि खुसीले। अनि केक सेक काट्यौँ हामीले चाहिँ, केक काट्यौँ। अनि के गिफ्ट दिदीले फेरि गिफ्टहरू खोलेर पनि हेऱ्यो। अनि गिफ्टहरू खोले अनि त्यसपछि हामीहरू चाहिँ खानपिनको तयारीमा थियौँ। खानपिन गरिसकेर हामी थोरै एकछिन इन्जोय गऱ्यौँ। सबैजना नाच्यौँ, इन्जोय गऱ्यौँ, रमाइलो भयो धेरै। सबैजनालाई लभ यु मिस यु भन्न चाहन्छु। सबैजना धेरै इन्जोय गऱ्यौँ, रमाइलो भयो। केक काटेर खानपिन गरेर धेरै 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 इन्जोय गऱ्यौँ, धेरै रमाइलो पनि भयो। सब देखे आगे सब सब तिम्रो त नाति बोल राखेले छु नाचगान गरियो, धेरै इन्जोय भयो। नानी बोकेर गरियो। हस्त धन्यवाद।